गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेवा। नमस्कार हजुर, मेरो चिया पसल छ, चिया पसल। अब कर्नर खोल्नु पर्यो है, अब बिजनेस व्यापार पनि गर्नु पर्यो नि ल है। अघि आउने बेलामा त एकजना मान्छेले भन्दै थियो चिया नदिने भनेर, बनाउनु पर्यो है। काका ओ काका, कतिवटा बनाएको? दुईटा रातो अनि एउटा रातो, ल एउटा दुधको। ल ल ल ल ए काका काका, सुत्दैन पहिला। अस्तिको 5 रुपियाँ बाँकी पनि ल्याउनु है त्यहाँनिर, बुझ्नु? ल आफूले ल्याउनु बाहिर मालिक राम राम। हुन्छ हुन्छ हुन्छ, छेउमा बस, छेउमा यता दिनु त दसो। सिक्का लगाउँछ टाइममा के हो? जादु चिया खाने गिलास ल्याएको छ? गिलास न कसै खाने त भन्छ? आफ्नै गिलास दिउ न। यसमा त हुँदैन, तिमीले छोको अरूले खाँदैन। तिमीलाई दियो भने गिलास दियो भने अरू कसैले पनि मेरो मरिगए पनि मेरो पसलमा आएर चिया खाँदैन, बुझिस्? त्यही गिलास लिएर जा। घर बढी दुली ताले जबी ताले बोल्छ, काम छुट्यो मात्र तँ खाइ मन लाग्यो दिउ न। अलि परे बस्न तेरिका। ल बस, ए बस है बस। यसमा खान्छस्? खा ले। ल ल ए उता अलि पर बस्न मुर्दा बस्ने बस्ने। ल के चिज के चिज? ल ल ल ल ल काका ल्याउँदैछु है, एकैछिन एकैछिन, एउटा मान्छे आएको छ यहाँनिर, एकैछिन एकैछिन। अन्त चिनी चिनी कति खादु न नबी चिनी के खादु न महँगो छ, तिमीलाई त्यतिमा पुगिहाल्छ। हेर धेरै चिनी खानु हुँदैन, सुगर हुन्छ बुझ्यौ? धेरै चिनी खा, कम्ती कम्ती खा। ल यहाँ सुन त, पैसा ल्याएको चाहिँ छैन? ल्याउँछ 7 रुपियाँ मात्रै। 7 रुपियाँ अनि 13 रुपियाँ चाहिँ तेरो बाजेले दिन्छ, 20 रुपियाँ होइन त्यसको? 20 रुपियाँ बाहिर कमी त दिएर फेरि त्यस्तो काम हुन्छ? कति ग्राम हुन्छ? 2 घन्टामा तेल। ए ल ल ल ल ल त्यसको एउटा काम गर है, मैले चाहिँ म चाहिँ अलिकति पसलको उधारो लिएर आउँछु है। त्यो मान्छेकोबाट तकेदाबाट मेरो समस्याले यो सबै बढाएर पुरै लाग्छ। पैसा देने पर्छ है, चाहे के चाउ उधार रखिए। अस्ति बुझ्दै थिएन के को महँगा लगी से अब सबै सामान ल आधा मात्रै दिएर त्यो 7 रुपियाँ मात्रै भयो भने ल आउँछ। तर नर्छुवा न तेरिका, ऊ त्यो पर नाली छ कि नाली, त्यहाँ लगेर खान्छ। पसल बन्द गर्छु अनि अब यसो उठाउनाहरू तकेदारमा जानु पर्यो है। काका आइरहेको छु म।